ब्लगर गाइस फाइन सबैजना सन्चै हुनुहुन्छ होला इट्स मी याभिन्जी आज चाहिँ नि न्यू इयर त्यही भएर सबैजनालाई ह्याप्पी न्यू इयरमा चाहिँ नि हामी नुहाउन आउनु पर्ने हुन्छ भनेर हामी अङ्कल र म साथी अनि बहिनी छ यता चाहिँ नि निक्लिसक्नु भएको छ नुहाएर अब हामी जानुपर्ने हुन्छ हजुर खत्रै हो नि हामी फेरि आधी जति फर्किसक्नु भएको छ अब अरू पनि आउँदैछन् होला हामी पनि भर्खर जाँदैछौँ अहिले चाहिँ बल्ल 6 बजे छ अब हामी नुहाउने क्याड्ने फर्किने फेरि रामडाँडा जाने के हुन्छ कसो हुन्छ त्यो हेर्नको लागि तपाईँहरूले लास्टसम्म भिडियो हेर्नु पर्ने हुन्छ नि फेरि वाट्सअप अहिले चाहिँ हामी मन्दिरबाट नुहाएर आइसक्यो ट्याकटुक होइन अब हामी चाहिँ नि रामडाँडातर्फ जान लाग्यो हो उता भाइहरू छ यता हाम्रो राजा छन् यता अङ्कलजी हुनुहुन्छ अङ्कल त्यहाँ चढ्ने अब ल मैले अब बाइक स्टार्ट गर्नुपर्ने हुन्छ दामचौर आयो ट्याक्क सामान पनि हल्का हल्का ल्याएको छ होइन राजा पछाडि छन् हाम्रो सामान चाहिँ नि यति छ एकचोटि सामान हाम्रो के छ देखाइदिउँ न राजाहरू यति भयो हाम्रो सामानहरू होइन अब यिनीहरूलाई चाहिँ हामी मिलाएर राख्नुपर्ने हुन्छ ल डिक्कीमा अब डिक्कीमा मिलाइ राख्ने हो ल छिराम
हेलो साथीहरू, फाइनल्ली हामी रामडाँडा आयो। उनको बाइकले चाहिँ हल्का नतान्ने यताउता भइरहेको थियो, तर हामीले जसो तसो निकालियो क्यारियो, त्यो सकिसक्यो। अब हामी चाहिँ हिँडिरहेको छ। सेनभाइ अगाडि हिँड है, सेनभाइ हराला फेरि। झन् सानो मान्छे हराइदिएला फेरि। ल साथीहरू, अहिले चाहिँ नि यहाँ लिएर हिँड्यो सामान। राजा उता छन्, दिदी उता हुनुहुन्छ। दिदी आज हामीले के खाने हो? I don't know. भाइ दुईटा चिसो ल्यायो, एउटाले नपुगेर। आरो सेन भाइ ऊ एक्लै हो कि यो मान्छे फेरि। ओइ आदर्श, आदर्श पर्ग कहाँ दुकुरेको? दुकुर्नी हो। गाइज रामडाँडामा पार्टी, आज हाम्रो न्यु इयरको पार्टी चल्दैछ। अनि गाइजहरू यहाँ बस्नु भएको छ। सेन भाइ यता, यता बिन्ता चिन, उता गाइजहरू आउँदैछन्, गाइजहरू। यता पार्टी चल्दैछ। पुरा नानी हो, मात्रै हाल्ने यहाँ नजिक राखिरहेको न। साथीको छेउमा सौगात ल साथीहरू, बनाइसक्यो हामीले। नबोल न। तिमीसँग छ क्या? कसो छ? अङ्कलसित क्या? के बेब भयो छोडो, अब बन्छ भाइ। यसरी चोर नपर्छ। अब छ ल खानामै आम 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 आम। लामा मामा पिज्जा आयो लास्ट है पहले तो। अब आउँदैन हाल्दम। काम गर्न नि अगाडि, खान नि अगाडि, अङ्कलले हाल्दै। अङ्कल तपाईँलाई कस्तो लागिरहेको छ यहाँ आउँदा? एकदम गजब के रमाइलो। नानी तँलाई कस्तो लागिरहेछ? फर्स्ट क्लास सबैजनालाई 2082 को ह्याप्पी न्यु इयर सबैजनालाई। आज चाहिँ हामी रामडाँडामा आएको छौँ, एकदम रमाइलो भएको छ। सबैजना आउनु होला। मैले त केही भन्दिनँ, अब रामजीसित रमाइलो भइरहेछ। हामी यहाँ चिलमा छौँ, अब मात्न अझै बाँकी नै छ क्या। माथि नि हो। सेन भाइ तिमीलाई कस्तो लागिरहेछ? के छ ब्रो? यहाँ फेरि अब यति लिएर बसेको छु, घर पुगिन्छ कि अब म निशब्द छु। हार भाइ निशब्द छ कि घाँटी यहाँ चापी भिरिया छ। के सटा त बटन नै छैन। फ्यासन हो कि फेसन हो? फ्यासन हो, त्यही हो। ल ठिक छ। अहिले चाहिँ अङ्कल म राजा भएर अहिले चाहिँ तल झर्दैछौँ है। अब तल चाहिँ यसो सल्लाह गाडीमा जाने भन्ने भएको छ, त्यही भएर अब सल्लाह गाडी हेर्न जान आँटिरहेछौँ। हेरौँ के हुन्छ कसो। ल साथीहरू, अहिले यस्तरी आइहाल्छ नि। यहाँ हेर्नु नि बाँदरलाई, फेरि बाँदर कहाँ चढेको छ। ऊ बाँदर, ऊ बाँदर, ऊ अरू बाँदर बाँदर ऊ बाँदर 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 देख्यौ? हेलो बाँदर आइ।
सुन्दाखेरि ल साथीहरू फाइनली रामडाँडाको तलपट्टिको सल्लाहघारीमा आउन आँट्यो हामी चाहिँ नि होइन फोटो सेसन चलिरहेको छ त फेरि अबको तपाईँहरूले पुरै सिनेमेटिक सर्ट हेर्नु होला है त साथीहरु हेर्नुस् म बुढा आफै बुढा आचाडे टिपेको छ ल साथीहरु फाइनल्ली सल्ला टिपियो मास्तिर नि साथीहरु हिँड्दैछन् म यता हिँड्दैछु आज चाहिँ नि अंकलले आफैले टिपेर बोकेर हिँड्दै हुनुहुन्छ सेनी उकाल चढ्न सकेछौ के रे हामी चाट अब हिँड्यो एउटा टुप्पामा आयो अब अर्को टुप्पामा जादैछौँ टुप्पै टुप्पा छ के निक्ल्या छ हिँडेछ तेरो बाइकमा हिँडेपछि त पसिना त खलखल्ती आउँदो रहेछ बाइकबाट हिँडेर हिँड्ने बानी लगाएपछि त हो दुईजना एउटा टावरमा पुगिसक्यो एउटा बिचमा हुनुहुन्छ आधा यता हुन्छ सबसे पछाडि भनेको हामी जिन्दगी यस्तै अहिले चाहिँ माथि आइसक्यो होइन यो चाहिँ नि आन्टीहरू हुनुहुन्छ सबै अहिले चाहिँ नि थपिनु भएको छ अलिक धेरै हुनुहुन्छ होइन सबै न्यू इयरलाई नै आउनुभएको मनाउनको लागि ल साथीहरू अब चाहिँ नि हामी निक्लिनु पर्ने हुन्छ
अलविदा हामी आउँदा त एक्का दुई कोही जात थिएन क्या सब एक्लै थियौँ हामी होइन अहिले त पुरा मान्छे त हामी नि यार बाइक साइक उल्टाएर पुरा आइयो बाइक त सुताउँदै आएको बाइक त पुरा बाइकले पनि खै निद्रा खोजिरहेको थियो के खोजिरहेको थियो पुरा गल्दै आइरहेको थियो ल आज हामीले बाइक सुतायो भनेपछि त न्यु इयरकै दिन क्या अझै भएन भनेर सुरुवातमा बाइक सुताइएको छ भने चाहिँ के हुन्छ हो सरले चाहिँ यस्तो आउनु भएको छ अब त्यो भनेको अब फुल वर्षहरू लोटिन्न भन्ने हो क्या एकचोटि लोटेपछि लोटिन्न वर्षहरू लोटिन्न भन्ने अरे के त जाने मान्छे कति हुन्छ हामी आफ्नो साथीहरूसँग आएर रमाइलो गरियो सबैजना आफ्नो घर आफ्नो फ्यामिलीसँग होइन मस्त रमाइलो गर्नु हाम्रो घर कुखुरा काट्यो भने राति नि गएर खाइरहेको छैन पाडै काट्दै हो न पाडा त खान्न हाम्रो घर पाडाको मामिला भक्त हाम्रो घर चल्ने भने कुखुरा र खसी मात्रै हो बोका चल्दैन बोका ल अहिले हेर्नु नि यस्तो डेन्जर कोही थियो दिदी बिहान आउँदाखेरि हामी मात्रै थियौँ भन गाइज अहिले यता खाना पकाउँदै यता यसो गर्दै रमाइलो गर्दै सबैजना अब हामी पनि आफ्नो तरिकाले चाटचुट भाग्नुपर्ने हुन्छ फाइनली गाइज सेटअप पनि भइसक्यो चाहिँ हाम्रो टोलीहरू फाइनल्ली अब निक्लिने बेला भइसक्यो ल बाबु छिटो बस भयो ल गाइज लेट्स गो उता हुनुहुन्छ होटलतिर त्यहाँ मेरो ब्याग स्याग छ भाइ पछाडि आइसक्यो ल जाउँ पोल्टी निक्ला फाइनली साथीहरू म घर पनि भेड्किसकेँ होइन सबभन्दा म फर्स्ट आइसकेँ मैले बाइकभित्र आइसकेँ यिनीहरू आउँदैछ खै तहरू फाइनली चाहिँ ट्राफिक पनि रहेनछ चौपारीमा थियो होटेलमा बसिरहेको थिएँ मैले देखेको थिएँ अनि मैले त्यही भएर तिमीलाई माथि आला भनेको नि फाइनली गाइज हामी चाहिँ नि चिट बटन माथि क्या राति चिटी पोखरी ड्रेस आउनुहोस् के चाहिँ किनाउनु भएको नि नो टेन्सन नि ओभर स्पिड भयो हेर्न पायो नि ल साथीहरू सबैजना सकुशल भेट्क्यौँ होइन बाइक लोटियो बाइक दुइटैको पल्टियो अब नयाँ दिनको दिनै पल्टाइदिएको धन्न माइला अङ्कल सेफ हुनुभयो अब बाइकमा राखेको बाइकै गुल्टिदियो ल साथीहरू तपाईँहरूलाई भिडियो लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद थ्याङ्क यू फर वाचिङ प्लिज लाइक एन्ड सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु ल है त गाइज बाई